श्रीकेश हेयर ओइल उत्पादन गर्ने सप्तऋषि ओइल एन्ड कस्मेटिक्स इन्डस्ट्रिज, जहाँ नेपालका विभिन्न स्थानबाट संकलन गरिएका 32 प्रकारका जडीबुटीको सरसफाई एवं भण्डारण गरिन्छ। केलाइएका जडीबुटीलाई थप गुणस्तर नियन्त्रणका लागि मोइस्चर लगायत अन्य प्याथोजन कन्ट्रोल गर्न आइसोलेसन चेम्बरतर्फ लगिन्छ। आइसोलेसन चेम्बरभित्र 45 डिग्री सेल्सियस तापक्रममा करिब 3 घण्टासम्म राखेर जडीबुटीको मोइस्चरलाई 10% भन्दा कम गरिन्छ। यसरी मोइस्चर कन्ट्रोल गरिएका 32 वटै जडीबुटीलाई अन्तर्राष्ट्रिय मापदण्डमा रहेर म्यानुअली बोतलमा राखिन्छ। 32 जडीबुटीहरूमध्ये खसचरा, भृंगराज, तेजपात, सतावरी, लालगिडी र महारंगी जस्ता जडीबुटीहरू कपालको पोषण एवं सुरक्षाको लागि आवश्यक पर्ने पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छन्। जडीबुटीले भरिएका बोतलहरूलाई हर्ब फिलिङ सेक्सनबाट अगाडि बढाइन्छ। बोतलमा भर्नका लागि ओइल मिक्सिङ सेक्सनमा विभिन्न वैज्ञानिक अध्ययनबाट प्रमाणित भएका कपाल मैत्री, छिरपाक, रोजमेरी, आर्गन, टी ट्री ओइल लगायत अन्य तेलहरू आवश्यक मात्रामा मिक्सिङ गरिन्छ। यसरी तयार पारिएको तेललाई स्टेनलेस स्टिलको च्यानल मार्फत ओइल फिलिङ सेक्सनमा पठाइन्छ। ओइल मिक्सिङ सेक्सनमा जडान गरिएको ल्यामिनार एयर फ्लो सिस्टमले एयर प्रेसरको माध्यमबाट तेल भर्ने समयमा हुन सक्ने संक्रमणलाई रोक्दछ। यसमा प्राइमरी फिल्ट्रेसन, ब्लोअर सेक्सन र हेपा फिल्टर जस्ता प्रविधिको प्रयोग गरिन्छ, जसले 0.5 माइक्रोन सम्मका कणहरूलाई समेत नियन्त्रण गर्दछ र ब्याक्टेरिया, भाइरस, फंगस जस्ता कीटाणुको संक्रमण हुनबाट जोगाउँदछ। बोतलको क्यापिङ र सिलिङ पश्चात लेबलिङ सेक्सनमा पठाइन्छ। बजारमा पठाउन अघि भने प्रत्येक ब्याचको प्रयोगशालामा गुणस्तर जाँच गरिन्छ। त्यसपश्चात श्रीकेश तेलको बोतललाई प्याकेजिङ सेक्सनमा पठाइन्छ, जहाँ कपालमा तेल लगाउन आवश्यक पर्ने थप सामग्री सहित सुरक्षित बोतलमा प्याक गरिन्छ र बोतलको बाहिर श्रीकेशको लोगो जडित सिलिङ गरिन्छ। यसरी सम्पूर्ण विधि पश्चात तयार गरिएको श्रीकेश तेललाई उपभोक्ता समक्ष पुर्याइन्छ। नेपालमै नेपाली जडीबुटीबाट नेपालीहरूद्वारा उत्पादित उत्कृष्ट उत्पादन श्रीकेश हेयर ओइल।